करुणा में उना जहाँ मुड़ठ जवा मुरे करुणा में उना जहाँ मुड़ठ जवा मुरे लोकया भाव ठमंकया फुजा फया बलदिया ओरे लोकया भाव ठमंकया फुजा फया बलदिया ओरे रथ डंगा ओरे ईश्वरी रथ डंगा ओ सोबायांगा सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो है सबजनालाई दर्शन अनि म चाहिँ आज कहाँ छु गेस गर्नुहोस् म चाहिँ आज खेतमा छु है म चाहिँ भक्तपुरमा छु अनि सो आज चाहिँ हाम्रो बरन्जिया भन्ने चाहिँ एकदम मेरो दिदी छ है साइडमा एकछिनमा बरन्जिया के ब्रान्जिया भन्ने चाहिँ हाम्रो एउटा पुरानो कल्चर हो हाम्रो नेवार समुदायको चाहिँ के हुन्छ भने चाहिँ भक्तपुरमा चाहिँ कालो धान बनाइन्छ नि त गाइज है अनि कालो धानको चाहिँ एउटा प्रोसेस हुन्छ क्या त्यो चाहिँ अब कसरी हुन्छ भने म चाहिँ एकछिनपछि भ्लगमा भन्ने नै छु हाम्रो एकजना वरिष्ठ मान्छे मेरो मामाले भन्नुहुन्छ यो कुरा चाहिँ अब यो कुरा त्यति धेरै नलेज छैन मलाई अहिलेसम्म मैले एकचोटि मात्रै हेरेँ मेरो होल लाइफमा एकचोटि मात्रै हेरेको छु मैले चाहिँ सो गाइज अहिले चाहिँ हामी खेतमा आइपुग्यौँ अनि मैले बुझेअनुसार चाहिँ अहिले आधी काम सकिसक्यो अरे अलिअलि ढिलो उठेँ क्या म चाहिँ गाइज है अलि ढिलो उठेँ अनि त्यही भएर ल ए कहाँ हो यता अहिले चाहिँ हामी खेत गएर कन्टिन्यू गर्छु गाइज है म स्टे ट्युन एकदम इम्पोर्टेन्ट हो यो चाहिँ है यो चाहिँ एकदम इम्पोर्टेन्ट भ्लग हुन्छ हाम्रो खेती चाहिँ पुरै है तर सबै यो दिदी हेलो हेलो भन्न यहाँ सो गाइज है यो भ्लग चाहिँ एकदम इम्पोर्टेन्ट हुनेवाला छ है यो चाहिँ हाम्रो भक्तपुरकै बारेमा अब भक्तपुरको यो चाहिँ एकदम हिडन युनिक वाला कल्चर हो क्या यो चाहिँ एकदम है सो गाइज फुलसम्म हेरिदिनुहोस् है म लास्टै कालो देखेँ ल जय नेपाल ल यो चाहिँ हाम्रो कालो धान चाहिँ यसरी बनाइन्छ है परालको भित्र हाल्छ नि मामा नमस्ते परालको भित्र हाल्ने मामा परालको भित्रबाट चाहिँ बाहिरबाट परालको एक क्लियर हुन्छ है गाइजहरू टक्कलाई परालको भित्र चाहिँ नि धान हाले हुन्छ अनि यसरी कालो बन्छ कालो यसरी बनिन्छ मामाहरू मेरो सबजना मामा काम भएर बल काम भएर जान्छ भाइ है यस्तो हो तातो हुन्छ यो चाहिँ एकदमै अर्ग्यानिक धान होइन त मामा अनि मामा यो चाहिँ हाम्रो के यो कालो धान चाहिँ के विशेषताको कारणले बनाइने विशेषता भने दुईटा छ यसको पहिला के भनेदेखि अब सुने अनुसारमा पहिला एउटा नेपाल र चाइनाबाट लडिन हुँदाखेरि तिब्बतको मान्छे आएर के भने नेपालीले भोक मार्ने भनेर धानसान सबै काटेर के भने खाल्टो खनाएर पुर्याइदियो अरे अनि पछि यसो अब के भने अब बालबच्चाले के खानु दिने के गर्ने भनेर यसो हेर्दाखेरि अनि यो धान राम्रो भयो अनि पछि यस्तै परम्परा गर्नु खोज्यो भने एउटा डन्ठे कथा छ एउटा कथामा के भने कि यसमा जतिसुकै राखे पनि के भने कि 7 भारी 2 मुठा 3 मुठा अथवा एक अलि राख्दाखेरि पनि धेरै धान हुने भएर कर्णामे भगवानले के भने कि पूजा अर्चना गरेर सबैले यसो गरिछ अरे अनि पछि कालङ्कारमा एउटा ठग मान्छेले के भने धेरै एकै खेतमा 6-7 वटा कुनामा राखे अरे अनि यो भएर अलि लो भएर गयो भने पनि अब डन्ठे कथा छ यसमा के भने कि अब यो धानको फेरि विशेषता भनेको आज भोलि पहिलाको सुगर भन्ने छैन डाइरेक्ट भन्ने छैन अहिले सुगर डाइरेक्टमा एकदम यो के भने धानको एकदम मोटो छ यो हजुर यो चाहिँ एकदम उस इनर्जी वाला धान हुन्छ रे धान हुन्छ अब काले हुन्छ खानदानी काले हुन्छ फाप्छ पनि अरु कालो हुनुको कारण चाहिँ के मामा यो कसरी कालो हुन्छ कसरी भनेको यो अहिले यो कुम्दिँदै कालो हुने हो कि बनाएर कालो हुने हो हैन प्रकृतिले कालो गर्ने अब के भने पराल
यो भित्र बढ्यो भने अहिले यो बाप आइरहेछ नि हजुर यो त अहिले सेतो भयो यो भन्न अलि अब जति जति माथि भयो यति कालो भएर आउनु जान्छ हजुर अब जति अब छेक्छ भन्छ त्यता पनि अब के भने तल्लो चाहिँ अलिअलि सेतो भएर आयो अघिको एकदम कालो छ हजुर यही भएर यसको विशेषता भनेको यसो अब के भने कि पराल 13 दिन अब यो पराल धान 9 देखि 15 दिनसम्म राखेदेखि एकदम राम्रो हुन्छ यो अब कति दिन भयो हाम्रो अब 13 दिन भयो हजुर हजुर अनि पहिलो चाहिँ एकदम त्यो विधिपूर्वक काम पूजा गरिन्छ अब के भने कि यसपालि अब के भने पहिला अब हाम्रो भक्तपुरमा अब के भने पहिला जस्तो अब धेरै जस्तोले यसो राखेर गणेश मन्दिर बनाएर यहाँ पूजा पाठ गरेर अब पछि लास्टमा नारायण महादेव भनेर पूजा गर्नुपर्छ हजुर अब के भने कि यो चाहिँ अब के भने कि अब रिमिस भयो अहिले अब अस्ति पानी परेको हुनाले हटपट गरेको अनि के भने नत्र हाम्रो अब बाजेहरू हुँदाखेरि मेरो बुबा हुँदाखेरि हामीले अब के भने यहाँ 3 पल्ट फिटनेस अब के भने कि पुरै राम्रोसँग गरेको थियो राम्रोसँग के भने कि तपाईँको नेपाल मण्डल युट्यानल राखेर पनि 3 पल्ट हामीले के भने कि राम्रो गरेको थियो यसपालि यो अप्रोजट भएर यसपालि भगवानले अब के भने कि मनमा त भगवान राखेको छ तर यति विधि गर्नु विधिपूर्वक राखेको होइन अब यसमा विधिपूर्वक राख्दाखेरि यहाँ के भने कि गणेशको जसो अब गणेश स्थापना गरेर उता महादेव यता गणेश अनि के भने कि तपाईँको हात्तीको स्वर हात्तीको के भने सुर छ नि होइन सुर जस्तो बनाएर यसो अनि के भने कि अब घ्याम्पा राखेर हजुर भैरव राखेर यता छेउमा भैरव यता गणेश यता महादेव नारायण यसो राखेर अनि यता यो परालकै बनाएर अनि के भने कि यसको अब महादेवको पूजा गरिन्थ्यो महादेवको पूजा भन्दा तपाईँको यो महादेवको शिरमा बस्ने जुन साँप छ नि हजुर साँपले पनि अब के भने हामी नेवारी अब भन्नु नेवारी भाषामा नेवारी भाषा होइन अब के भने साँपै नै हो अब के भने यसले साँपले हामीले के भने कि हजुर उहाँले पनि मान्छ क्या Lokaya pawo thamangkaya puja phaya balantiya ore Lokaya pawo thamangkaya puja phaya balantiya ore Rathadanga ore isori rathadanga हाम्रो चाहिँ अहिले गणेश भगवान रेडी हुँदैछ है गणेश भगवानको सुर अनि भगवानको टाउको यहाँ चाहिँ त्यही त यहाँ चाहिँ धान सबै छुट्याइरहनु भएको छ बिहारिरहनु भएको छ त्यहाँ अहिले चाहिँ पहिले चाहिँ उहाँ अब मामाले भन्नुहुन्छ एकछिनपछि यहाँ यसको बारेमा पनि यो चाहिँ धानको उस भइहाल्यो है राउन्ड सेपमा धान गोलो बनाउँछ धान चाहिँ बिचमा हुन्छ गाई चाहिँ अनि मामा यो कसरी राखिन्छ त मामा यो हाम्रो धान चाहिँ यो अब के धान मेसिनबाट धान चुट्यो हजुर त्यहाँपछि के भने कि यहाँ पहिला के भने कि तपाईँहरूको अघि नै भने नि हजुर एउटा भगवानको आराधना गरेर कर्नामे भगवान भनेर उहाँ यहाँको चाहिँ भनेपछि कर्नामे भगवान यो राउन्ड सेपको तल राखेर होइन कर्नामे भगवानको नाम जपेर हजुर अनि दुई मुठा हजुर धान नचुटेको धान त्यसो उत्तर दक्षिण अनि पश्चिम यसो राखेर अनि यहाँ भगवान स्थापना गर्ने मनको आशयको भगवान भन्दाखेरि ढल्ल भगवानले पुर्याउने होइन अनि यही विधिबाट यसकै ऊ बेलादेखि अब के भने अनि प्रसाद भगवानले पनि भजन अब घरमा पकाएको अब दही दुध अथवा तिउरा सखर राखेर यो कर्नामेले यो चल्छ यसरी राखेर अनि के भने अघि भने 9 दिनदेखि 15, 13, 11, 13, 15 अब कति फुर्सद नभएको त अब पहिला त अब यो टाइटिन धान हुने बेलामा त हामीले 45 दिन पनि राखेँ अब यसपालि अब यो अब यसरी राख्दाखेरि अब लास्ट सिधेपछि यो 3 रन यो महादेवले 3 रन यसो दिएर घुमाउने परार घुमाउने पराल होइन के भने धान बगेर यसको विशेषता भनेको यहाँ नेवारी परम्परा अनुसार आफ्ना
फुपूको छोरा घरको मुलीको भान्जाले पहिला लगेर भारी बोकाएर अनि एकदम उहाँको साथसाथमा अनि भयभर साथीहरू जाने। अब यहाँ यो अहिले यतिका भइरहेछ। अब यहाँ फुल समयपछि अब फुल राखेर यहाँ गणेश बनाएर यहाँ विभिन्न विधि गर्नुपर्छ। हजुर। अनि यो निकाल्नको प्रोसेस चाहिँ कस्तो हुन्छ मामा? निकाल्दाखेरिको के भने कि तपाईँहरूको पहिला राख्दाखेरि पहिला कसरी राखेको हो, पछि माथि पनि के भने कि यसरी यो जुन घुस्न भन्छ नि, अब नेवारी परम्पराबाट कि घ्यामो भन्छ। अब के भने कि यसको पनि विशेषता छ। यसको पनि अब दायाँ बायाँ पर राख्नुपर्ने। अब यो आज अप्रोजर भगवानको दायाँ बायाँ चाहिँ पर राख्नुपर्ने। हाम्रो यहाँ राख्दैछ। म यो गर्दा चाहिँ हामीले यो भन्नुपर्छ अरे है। यसको नि एउटा स्टोरी छ है। यो भन्नु पछि यो भनेको नि एउटा स्टोरी छ कि वा खासी भन्ने चाहिँ है। पहिलादेखि नै अब यो परम्परा मनाउँदा चाहिँ मैले सुन्थेँ कि बच्चा बेलामा चाहिँ हाम्रो 3 चोटिभन्दा बढी भइसक्यो अहिलेसम्म है। मैले हेरेको अनुसार जहिले यही शब्द युज हुन्छ क्या यो धान निकाल्दा चाहिँ। पहिला चाहिँ हाम्रो बाँसुरी सासुरी बाजा साजा सहितै गइन्थ्यो। यो पालि चाहिँ अब अलिकति है पानी परेको कारणले गर्दा अलिकति भएन। त्यही हो, रमाइलो हुँदैछ। सबजना मिलेर काम गर्दै भइसक्छ है। पहिला चाहिँ हाम्रो उतापट्टि गरिन्थ्यो, अर्को खेतमा गरिन्थ्यो। त्यहाँ चाहिँ ठुलो हुन्छ है, लास्ट ठुलो हुन्थ्यो। बोल न त के हाँस्यो। खाना खाने पालो होइन त भाउजू? हजुर सकिएछ नि चिलो। ल है यहाँ काम भइरहेछ। च्यान गयो त च्यान गयो त है। खाना खाने अब खाना खाने अब मिठो जाए। बल खाना ल खाना खाइसक्यौँ है। खाँदै यसले खाँदैछ, मुसाले खाँदैछ बिस्तारै। के भन्नु कि राम्रो खाने गममै मुखवाङ के गाई चाहिँ यहाँ चाहिँ बवाल पाराको काम हुँदैछ है। फास्ट सबै सक्यो यहाँको। अब पकलाएर अहिले चाहिँ अब यहाँ त्यो के भन्छ यसलाई होइन कि यो धान यस्तो गरेकोलाई धान चुकाएको हुन्छ वाफेकी गरेको अरे है गाई। यो चाहिँ यो हावा फेकी गरेको अरे। चामललाई हावाले उडाएको अरे। भन्नु त वाफेकी गरेको अरे है गाइस। नेपालीमा भन्नु त्यसलाई के भन्छ? भन्नु के भन्छ त्यसलाई? अब वाफेकी गरेको अरे माइतीले। भन्नु के नेपालीमा के भन्छ मलाई थाहा छैन हौ। त नेपाली हो कि कहाँको मान्छे त? म नेवारी हो। नेवारी मैचा इरिटेट गर्न मजा लाग्छ क्या। मजा रमाइलो गर्नु परेन। आज अब यस्तो हुँदैछ बवाल है। सबजना एकजुट भएर काम गरिरहेको छन् है। फास्ट त्यो हामीले चाहिँ खानासाना खायौँ होइन। मिठो आयो क्या यो हुन्छ नि खेतमा आएर। मैले त कति वर्षपछि खेतमा आएको होला भने म होइन क्या हिजो। त्यो म कति वर्ष थियो पुचे त्यति बेला? त्यही 10-12 वर्ष भइसक्यो होला। म 10-15 वर्ष होला है। 10-15 वर्षपछि मैले खेतमा खुट्टा टेकेको है। त्यही हो, खुसी लागिरहेछ, रमाइलो लागिरहेछ। त्यो मेमोरीले हिँडिरहेको छ कि मलाई। अरू भन्दा नि बच्चा बेलाको हुन्छ नि मेमोरी त्यसले हिँडिरहेको। यसको निन्जा टेक्निक रहेछ है। थाल्दुने युनिक रहेछ। भिडियो त एकचोटि
केले धोको भन्छ केले माटोले थाल्दै देखा यार लौ न परालले यो वाला हुँदैन पहिलाको मान्छेले कसरी गर्छ भनेर हामी ओल्ड एज भयो आज हामी कति सेन्चुरीमा छौँ अहिले है 21st सेन्चुरीमा छौँ है अहिले हामी त्यस्तो जरा गर्दा हुन्थ्यो क्या यार लौ न माटो र परालले दिइरहेछ म त अब खान्न के पनि साँच्ची के पनि खान्न म त अब कहीँ थाहा भयो मैले खाना दिने खाँदाखेरि पनि त्यसो नै तोइरह हो ल त्यो त होइन है त्यो त चोक्कै थियो म साँच्ची मैले सुनेको छैन के पनि ल ल ल माटो भयो सक्छ त होइन हामी त है गाउँमा गए जस्तो भयो त है मेरो नयाँ जुत्ताको हालत जस्तो राम भइसक्यो अच्छा भयो ल पाल्दे पाल्दिउँ मलाई एलर्जी हुन थालिसक्यो भने त ए यो ओभर एक्टिङ गऱ्यो 5 रुपियाँ काट्दिनु नि त ओभर एक्टिङ सक्दिनँ यार अल्छी लाइला ल है गाई नयाँ टेक्निक तपाईँहरू वन जङ्गलमा फस्नु भयो अरे अब तपाईँलाई भाँडा बाँध्नु पऱ्यो भने माटो र के अरे सुकुलले परालले धोइदिने निन्जा टेक्निक बाक पहिला होइन नि त अहिले 21st सेन्चुरीमा छौँ हौ होइन दर्शक मान भागहरू हो भन्नुहोस् है कमेन्टमा त्यो अनुहार दिइसक्यो त्यो मैले होइन त्यो कोइला र परालले चाहिँ धोको सुने हो माटोले धोको चाहिँ फर्स्ट टाइम सुने है कोइला त कोइलले के कोइल हो कोइल कोइला त भन्छ नि त्यसलाई गोल्थे लौ न पानी पुग्दैन होला लिएर आइज भने के भन्छ त कोइला नभने म त्यहाँ आउनु मिल्दैन अझ यता आइज राई जस्तो चाहिँ हाम्रो स्ट्रगल कठिन अवस्थामा चलिरहेछ है हामी बवाल भइरहेछौँ बवाल अखण्ड मिहिनेत गरिरहेछौँ हामीले धेरै पछि ए ल त्यही हो रमाइलो छ है खेतमा आउनु पऱ्यो आउनु पऱ्यो अरे कतिलाई थाहा छ है कमेन्ट हान्नु न गाइज मैले भर्खर एउटा कुरा थाहा पाएँ है मैले भर्खर एउटा कुरा थाहा पाएँ एउटा एकदम इम्पोर्टेन्ट कुरा चाहिँ यो ब्ल्याक राइस चाहिँ होइन सुगर भएको अनि थाइरोइड भएकोहरूलाई चाहिँ एकदम औषधिको रूपमा काम गर्छ अरे है यो चाहिँ कसरी बन्छ भने अब यसको चाहिँ धेरैवटा आइटम बन्ने रहेछ फेरि मैले भर्खर यहाँ मामाले भन्नुभयो भन्नु न त मामा के कसो के बन्छ मामा यो हाम्रो कालो धानबाट यो कालो धानबाट चिउरा जाँड हजुर त्यही हो चामल चामल त भइगयो नि धान बनाएपछि त चामल पनि हाल्ने भयो है यसले चाहिँ सुगर र थाइरोइडलाई सुगरलाई एकदम फाइदा गर्छ सुगर भएकाहरूले त्यो टाइटिन यिनीहरू खाना हुँदैन त्यो भएर यो कालो धानको चामल चिउरा खायो भने एकदम स्वास्थ्यलाई राम्रो गर्छ है मैले भर्खर यहाँ बुझेँ त्यही बुझेँ मैले भर्खरै है अनि यहाँ हाम्रो यहाँ रेडी हुँदैछ गणेश भगवान् यहाँ भइरहेछ है आमाहरू यहाँ काम गर्दै एकछिन हामी चाहिँ चिल पारामा बसिरहेँ त्यही हो गुड हुन्थ्यो अहिलेसम्म चाहिँ राम्रो कुरा सिक्दैछु मैले अनि हाम्रो चाहिँ यो पालि चाहिँ अलिकति रसमा भएको काम चाहिँ अनि पोहोर पालि चाहिँ पहिला चाहिँ बवाल गरिन्थ्यो म पहिलाको भिडियो चाहिँ मेरो डिस्क्रिप्सनमा हालिदिन्छु न्युज च्यानल गर्नुभएको रहेछ हाम्रो फ्यामिलीको त्यो रिलेटेड नेपाल मण्डल टेलिभिजनले चाहिँ सुट गर्नुभएको रहेछ त्यो टाइममा अनि अहिले चाहिँ हाम्रो रस काम भयो कि हतारमा गरियो है योपालि चाहिँ पहिला चाहिँ बवाल हुन्थ्यो पहिलाको पुरै फुल भ्लग हेर्नु चाहन्छु फुल भिडियो चाहनुहुन्छ भने म तपाईँलाई लिङ्क डिस्क्रिप्सनमा चाहिँ चटक तपाईँले हेर्न सक्नुहुन्छ बवाल चाहिँ म त यत्रो थिएँ फुच्चे थिएँ म चाहिँ फुच्चे यस्तो थिएँ म पनि देख्न सक्नुहुन्छ कतिले नोटिस गरिन्छ ल है गाइजहरू ल त्यही हो सबै सक्यो भने त आजको
आजको सक्दा भन्दा नि अब के भने कि अलिकति आज यसपालि विधि विधान गर्नेले अलिकति अब के भने यहाँ फुलमाला फुल लगाएर यसो अब गर्नुपर्ने भयो। अब अलि यसपालि नभ्याउने भएर यसपालिले हतारमा भयो। अर्को सालमा एकदम राम्रो एकदम देउता राखेर गर्ने विचार छ। यसपालिको लागि यतिकैमा भयो। गाइज है नेपाली चाहिँ यति नै भयो। नेपाली चाहिँ रसमा काम भयो है। पानी अस्ति नन स्टप पानी पर्दैन त गाइज, त्यो कारणले गर्दा चाहिँ योपालि अलिकति हुन सकेन। अर्को पालि चाहिँ बवाल हुन्छ है राम्रो दानी हुन्छ राम्रो है ल हस्। करुणामी उना जाया मुडाठ जावा मुरे करुणामी उना जाया मुडाठ जावा मुरे लोकया भाव ठमंकया पूजा फया बलदिया ओरे लोकया भाव ठमंकया पूजा फया बलदिया ओरे रथ डंगा ओरे ईश्वरी रथ डंगा ओ सोबायांगा सो गाइज हामी चाहिँ फर्क्यौँ है यहाँबाट। अब योपालि चाहिँ मैले अहिले नै भनेको छु, 2-3 चोटि भनिसकेँ है गाइज, लड्दैन। योपालि चाहिँ काम कस्तो भयो भने हामीले 4 वर्ष जति गरेनौँ यो बरेन्जिया होइन हाम्रो मामाहरूले चाहिँ। योपालि चाहिँ के 9 वर्ष भयो है बाबा हाम्रो उसमा हाम्रो हजुरबा बित्नु भएदेखि हामीले गरेको थिएनौँ। योपालि चाहिँ संजोगले भनौँ कि केले भनौँ गाइज, अस्ति पानी पऱ्यो है अनि इमर्जेन्सीमा हामीले यो ब्ल्याक राइस बनाउनु पऱ्यो क्या। ब्ल्याक राइस बन्यो भनौँ न 17-18 दिन राख्नु भएको रहेछ मामाहरूले यो, त्यही हो। अनि यसको हिस्ट्री चाहिँ लामै छ क्या, सुनाएर नि अब सुनाउन सकिन्न गाइज है। एकदम ठुलै छ स्टोरी चाहिँ, एकदम बवाल हो क्या यो स्टोरी नै। अब बवाल छ भनौँ, भगवान् रिलेटेड सबै है। यो गर्दा चाहिँ पुरै भगवान् हाम्रो साक्षी राखेर भगवान्लाई पूजा गरेर मात्रै गर्नुपर्ने कुराहरू हो हुन चाहिँ है। योपालि हाम्रो भ्याएनौँ, मापाहरूले भ्याउनु भएन, सकेनौँ योपालि चाहिँ। अब अर्को पालि चाहिँ राम्रो गर्ने भन्ने भइसकेको छ मामाले। अनि अर्को पालिको चाहिँ बवाल हुन्छ गाइस, ब्लग चाहिँ रमाइलो हुन्छ। यहाँ हामीले वा खासे भने नाममा योपालि है धेरै भगवान् चाहिँ बनाएको थियो मैले पूजा चाहिँ गर्नु भनेर के अरे मामाहरूले। योपालि अरू भगवान्लाई पूजा नगरी नि एउटा भगवान्लाई मात्रै पूजा गरेर हुन्न भनेर। सो त्यही हो, खाना खायौँ है। मामाले भन्नुभएको जतिको स्टोरी चाहिँ म कम्प्लिटली सुन्नुहुन्छ तपाईँले है, त्यो रमाइलो मान्नुहोस्। बुझ्नुहोस् यसको बारेमा रिसर्च गरेको भने रिसर्च गरेमा एकदम राम्रो हुन्छ क्या। अब यो आजभोलिको जेनेरेसनको मान्छेलाई सुगर यो थाइरोइड लास्टै लाग्ने हुन्छ नि त। यो ब्ल्याक राइसको स्टोरी रिलेटेड त्यो पनि छ क्या, मेडिकल्ली फिल्डमा पनि छ होइन, यो हिस्ट्रिकल्ली फिल्डमा पनि छ, सबै कुरामा छ गाइज है। बवाल छ। मैले सुने बच्चा बेला चाहिँ आउँथेँ कि हामी चाहिँ बाजा, यहाँ हाम्रो यसरी हुन्न थियो कहिले नि, पुरा ट्रकमा बाजा बजाउने मान्छेहरू हुन्थ्यो होइन। खेतमा गइन्थ्यो, भगवान् सकवान बनाएर त्यहाँ सबले नाचगान गरेर रमाइलो गरेर हुन्छ नि गरिन्थ्यो। म त्यो रमाइलो गरेको पार्ट पनि छ हामीसँग। त्यो चाहिँ 12 वर्ष अगाडिको भिडियो गाइज हाम्रो है। म फुच्चे थिएँ, त्यो भ्लगमा देखिन्छ, त्यो भिडियोमा छ। त्यो एउटा न्युज हाम्रो न्युजलाई बोलाउनु भएको थियो मामाहरूले, 2टा न्युज च्यानललाई बोलाउनु भएको थियो, 2टा न्युज च्यानलले हालेको थियो। म त्यसको लिङ्क बायोमा हालिदिन्छु गाइज है। अनि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ रिसर्च गर्नुहोस्, एकदम राम्रो हो यो कुरा चाहिँ। अब यो हुन्छ नि यो हिस्ट्रिकल्ली नभइकन हाम्रो हेल्थको लागि नि एकदम बेस्ट हुनेछ क्या यो ब्ल्याक राइस भने चाहिँ। हत्तपत्ती मान्छे डिमान्ड आजभोलि लास्ट बढेको छ ब्ल्याक राइसको। कसरी बनाउँछ, कसरी हुन्छ नि, कसरी हुन्छ त्यो सबै भ्लगमा त हुने नि छ भन्नुभएको छ मामाले। त्यही हो गाइज है, मन पराइदिनु पऱ्यो, सपोर्ट चाहिँ चाहिन्छ है। जय नेपाल। ल यति भन्दै कालो बाग साइनिङ आउट। जय नेपाल। अहिले चाहिँ म घर फर्किनु पर्ने हुन्छ, ढिलो भयो गाइज, त्यही हो। बाई भन। मुख छैन? हुन्छ, बाई बाई। ल बाई बाई है। सी यू सुन गाइज।